हेलो साथीहरू, खुसीको खबर है। जुन अहिलेको हाम्रो माननीय प्रधानमन्त्रीज्यूको सम्पत्तिको विवरण सबैजनाले थाहा पाइसक्नु भएको छ। जुन उहाँको सम्पत्ति कति रहेको छ भन्ने कुरा चाहिँ सबैजनाले थाहा पाइसक्नु भएको छ। उहाँको ब्याङ्क ब्यालेन्स रहेको छ 1,46,00,000 हैन। अनि उहाँको श्रीमतीको नाममा रहेको सुन गरगहना पनि 190 तोला रहेको छ। यो चाहिँ एकदमै बजार तताइरहेको छ हैन। यो 190 तोला सुनले जुन 1,46,00,000ले भन्दा पनि यो सुनले चाहिँ बजार तताइरहेको छ। मान्छेले चाहिँ यसलाई चाहिँ एकदमै कसैले चाहिँ राम्रो तरिकाले लिएका छन् भने कसैले चाहिँ यसलाई नराम्रो तरिकाले कहाँबाट ल्यायो कसरी ल्यायो भन्ने कुरामा विश्लेषण गरिरहेका छन् हैन। अनि जुन हाम्रो सुदन गुरुङको चाहिँ ब्याङ्क ब्यालेन्स नभइकन उहाँको चाहिँ शेयर मार्केटमा धेरै लगानी गर्नुभएको रहेछ। 4 करोड बराबरको लगानी गर्नुभएको रहेछ भने उहाँको चाहिँ